हजुर नमस्कार सबैजनालाई। गुड मर्निङ, शुभ बिहानी सबैजनालाई। आज चाहिँ म हर्कजीको बारेमा हल्का केही भन्न गइरहेको छु होइन। आज बिहान यसो न्युज हेरेको, अब प्रधानमन्त्रीले बोलाएको बैठकमा चाहिँ उहाँ उपस्थित नहुने। ल हेर्नुहोस्, मैले तपाईँहरूलाई पहिले पनि भनेको थिएँ, हर्कजीले चाहिँ उहाँ संसद के अरे सरी संसद भवनमा गएर पनि त्यस्तै उठ्याङ काम गर्नुहुन्छ भनेर मैले चाहिँ पहिलेदेखि भनेको थिएँ। त्यो ठ्याक्कै आज मिल्न गयो। अब प्रधानमन्त्री जस्तो मान्छेले व्यक्तिले बोलाएको ठाउँमा मिटिङमा अब नगइदिने बैठकमा त्यो नाथे कोठामा को जान्छ भनेर चाहिँ भन्नुभएको रहेछ। होइन, तपाईँको आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न जानुभएको कि तपाईँ जनताको चाहिँ त्यहाँ होइन आफ्नो गाउँठाउँको चाहिँ उ गर्न जानुभएको कि आफ्नो व्यक्तिगत त्यहाँ चाहिँ रिस पोख्न जानुभएको। यसरी चल्दैन। रवि र लामिछानेले चाहिँ भनिसक्नु भयो नि त होइन। अब तपाईँहरू चाहिँ नर्मल मान्छे होइन, एउटा जिम्मेवार व्यक्ति भइसक्नु भएको छ होइन। तपाईँले कहाँ के बोल्ने होइन, कसो गर्ने भन्ने कुरा चाहिँ तपाईँहरूले चाहिँ आफूले चाहिँ आफ्नो पहिचान चाहिँ पहिलाको भन्दा सुधार्नुपर्छ भनेर चाहिँ भन्नुभएको छ नि, ब्रिफिङ दिनुभएको छ नि त। त्यो कुरा तपाईँलाई पनि लागु हुन्छ क्या। कति हिट हो क्या तपाईँ फेरि। मलाई त लाग्छ कि तपाईँ ठ्याक्कै केपी शर्मा ओलीको चाहिँ दोस्रो जन्म क्या, ठ्याक्कै त्यस्तो भयो। केपी शर्मा ओलीजीलाई हेरेर चाहिँ तपाईँले सिक्नुहोस् क्या, पाठ सिक्नुहोस्। यस्तो हिट लिएर हुँदैन नि त। जनताको समस्याको हल गर्न गएको मान्छे हो तपाईँ। आफै अब टेढो बाङ्गो कुरा गर्दै हिँड्नुहुन्छ, यो पाराले चल्दैन। अर्को चाहिँ सुध्रिनुहोस्, धेरै के भन्छ अझ पनि केही बिग्रिरहेको छैन, सुध्रिनुहोस् है त।